आज के भेटाइ गरे बोराजी? लाली गुराँस भेटाइयो। कहाँ भेटियो? कीर्तिपुरको काठमाडौँमा लाली गुराँस फुल। अनि हाम्रो चाहिँ एकजना फुल बनाइरहेछ मामी। सहकर्मी मित्रले चाहिँ यहाँ देशले केही गरेन भनेर भत्किएको ठाउँमा भयो नि दोडी बाँध्दै हुनुहुन्छ फुलको लागि मान्छेलाई सजिलो हुन्छ भनेर। यहाँ इन्जिनियरहरूले नाचिरहेको छ, सबै गरिरहेको छ। यस्तो मान्छे हाम्रो देशको लागि धेरै चाहिने मान्छे हो। हामी एउटा केटाहरूले वार्की पार गर्न यहाँ बाटो भएन, जस बर्खामा लैदियो भनेर चाहिँ पुल बनाइदिएछन्। नेचुरल पुलको ठाउँमा यहाँ डोरी बाँधेर लहरा बाँधेर हाम्रो नवीनजीसीद्वारा चाहिँ एउटा चाहिँ कार्य हुँदैछ। यहाँ यताबाट घुमाउनु पर्छ तल साइड। यहाँ चाहिँ हाम्रो चाहिँ सहकर्मी मित्रले चाहिँ पुरा लाली गुराँस भेटाएर हिरो भनेछन्। लाली गुराँस यो देशको गौरवको विषय पनि हो। नेचरमा त हाम्रो नेपाल धनी नै थियो, तर के गर्नु हाम्रो दुर्भाग्यवश हामी चाहिँ युवाहरू खाडिन पर्यो। त्यसमा दुःख लाग्छ। तर पनि हामी खाडिया छैनौँ कि फेरि होइन, हामी चाहिँ खाडेको चाहिँ हामीले आफ्नो तरिकाले राज्यले केही नगरे पनि हामी गरिरहेछौँ। तर गोदा 1 रुपियाँ छैन, फेरि 1 रुपियाँ छैन। यहाँ चिया खाने पैसा सुर्ती खाने पैसा नभएर हामी दुःख पाइरहेको। हाम्रो दुईवटा होनार केटाहरूले चाहिँ यहाँ ट्याक्कै अनि हामी यहाँ कीर्तिपुरलाई के अरे ग्रेटवाला चाइना भत्किसक्यौँ, तर पनि यो पुल भत्किएको छैन नि त। सक्छ त कतिले ग्रेटवाला कीर्तिपुर हो अनि यहाँ हामीले पुल बनाइदियो, आउने जनताहरूलाई सुविधा पनि होस्, सहज पनि होस्। यो ठाउँमा चाहिँ अघिल्लो पालि आएको बर्खा पश्चातले चाहिँ यस्तो पुरै तस नस नेचुरल डिजास्टर पार्दैछ पुरै। यसको तर तिमी यो फुलमा साह्रै राष्ट्रिय फुलमा तिमी जङ्गलमा लाली गुराँस साथमा तिमी बहुत राम्रो देखियो यार। यो यसको खासियत यो फुल जहाँ हुन्छ यसले सुगन्ध फैलाइहाल्छ। त्यस कारणले गर्दा मलाई पनि यो फुल मैले तिमीलाई कति लाखमा बेचेँ अरे? राष्ट्रिय फुल कसैले बेच्न पर्दैन त बेच्न मिलेन। तपाईँले के मलाई चाहिँ यो करोडमा किनेको भन्दा पनि बढी मोल परे जस्तो भयो। तपाईँलाई मैले तपाईँलाई फ्रीमा दिएँ, तपाईँले कति पर्छ भन्नुहुन्थ्यो होइन? यसको त यो अमूल्य अनमोल हो नि त। यो राष्ट्रिय फुल हो। राष्ट्रिय भेडाहरू त संसदतिर छन्, तर फुल त भेडाहरू संसदतिर छन्, तर हाम्रो एनो गुन्डाले चाहिँ पुरा यहाँ कार्य गरिरहेको। ल तिमीले के गर, तिमीलाई यस्तो सोच कहाँबाट आयो आज यो बेक्कासी यो जङ्गलको बिचमा? यता हेर भन न यार, यता हेरेर भन तल। तिमीलाई यस्तो सोच किन आयो? मलाई यस्तो सोच किन आयो भन्दा चाहिँ हाम्रो दुई चारजना साथीहरूले सोध्यो भने चाहिँ यताबाट फर्केछ भनेर उहाँलाई सहज बनाउनलाई यस्तो हाम्रो यो के भन्छ यस्तैको डोरी भन्छ यो लहरो हामीले यसरी बाँधेर हजुर फोटो होइन तिम्रो भिडियो आइरहेको। फोटो द्याट इज नेचुरल डिजास्टर बोर्ड डिजास्टर हो के हो? यति भन्दै आज हाम्रो लाली गुराँसको साथमा यो भ्लगलाई अन्त्य गर्दैछौँ। अनि यसको धन्यवाद कार्यक्रममा आउँदै हुनुहुन्छ फोटो। ल बोराजी बोल, के बोल्न चाहन्छौ तिमी? आज देशको अवस्था यस्तो भइरहेको छ र युवाहरू आएर यस्तो गरी बस्नुपर्छ। खासमा यस्तो नहुनु पर्ने हो नि त। केही अब परिवर्तन जरुरी थियो नि त फेरि होइन? थियो नि। यो त के हुने छ र खासमा केही रहन्छ जिन्दगानी भन्यो, बस्यो कि डाँडामा आयो घुम्नु, फेरि कहीँ जाँदा नि खुसी त मिल्दैन नि त। मिल्दैन नि, भित्र मनमा दुःख भएपछि होइन। जहाँ जाऊँ हामी जे गरौँ हाम्रो मन त जहाँ गयो नि पुग्थ्यो नि त हाम्रो मन त। फेरि दुःख फेरि के को लागि भन्ने छैन, फेरि के को लागि एउटा लिमिटेड कुरा चाहिँ छैन कि अब यति कमाएपछि यति खान मिल्छ है तँलाई पुग्छ भन्ने पनि छैन नि त। छैन, फेरि कमाउने ठाउँ मान्छेलाई आफ्नो आफ्नो दुःख छ। अनि देशमा फेरि कमाउने ठाउँ पनि छैन, एउटा रोजगारको बाटो छैन, त्यो गाह्रो छ। अन्त यो अब जिन्दगानी यस्तै हो, बस्नु गफ गर्नुपर्छ के छ र अनुसारले यस्तै जिन्दगीमा होइन। 2 दिनको जिन्दगीमा 1 दिन शनिबार आउँछ, 4 वर्षको ब्याचलर हुन्छ, 4 वर्षको ब्याचलर हुन्छ, घुम्यो फेरि त्यति हो त्यो सब। एक हप्तामा 1 दिन मजदुरी गर्नबाट मुक्ति भइन्छ होइन? मजदुरी गरेर फेरि अब मजदुरी गरे जस्तो पनि हुन्न लाइफ होइन। कस्तो के हो संसार के रहेछ भन्थे बाउले, यस्तै रहेछ। आज हामी कहाँसम्म बोराजी भन्दै आज हामी हुँदै गयो बाजेका कुराहरू सम्झिरहेको हुन्छौँ। तर आज हामी कीर्तिपुरको त्यो भत्के पार्टीको माथि चाहिँ पुष्पलाल पार्क भन्ने छ, त्यसको माथिसम्म हामी माथि जङ्गलमा हावा चलेको छ, नेचुरल हावा आइरहेछ, कस्तो मजा आइरहेछ नि फेरि नि। एकदम रमाइलो, एकदम रमाइलो रूपमा अक्सिजन दिन पाएको छ। अनि पातहरू फरफराइरहेछन् आफ्नै पारामा, हामी पनि आफ्नै पारामा जङ्गलमा पुरै हेर्दैछौँ। तर केही छैन, यस्तै हो, रमाउन सिक्नुपर्छ।
जीवन वी आर इन भने द वुड्स बुढ मुडमा त पुग्यो हामी जीवन यस्तै त हो भोलिको राम्रो होला भन्यो सुत्यो फेरि उठ्यो जाम भन्यो केही गरे नि हुन्न